सुन्नु न, हाम्रो यस काष्ठमण्डप कार सेन्टरमा यस्तो गाडी आउला भनेर मैले सोचेकै थिएन। किन थाहा छ? यो गाडी नयाँ नै हो। यो हजुरले हेर्नुभयो भने 2016 मोडल हो गाडी चाहिँ, तर ब्रान्ड न्यू नै। हजुरले ब्रान्ड न्यूमा यसरी यो स्टिकर अनबक्सिङ गर्न मिल्छ नि। ल हेर्नुहोस्, अहिलेसम्म स्टिकर पनि निकालेको छैन। इन्टेरियर त्यत्तिकै फ्रेस छ। हजुरले अहिलेसम्म 2016 देखि अहिलेसम्म स्पेयर टायर पनि युज गरेको छैन। हेर्नुहोस्, नयाँ जत्तिकै छ। र यो गाडी चाहिँ 2016 मोडलको गाडी हो र नेपालमा चलेको गाडीहरू मध्येमा सबैभन्दा कम किलोमिटर चलेको गाडी हो यो। हजुरले किलोमिटर सोध्नु भयो भने हजुर आफै पत्याउनै सक्नुहुन्न, त्यतिसम्म कम किलोमिटर चलेको गाडी हो यो। 2016 मोडलको यो चाहिँ कियाको पिकान्टो नयाँ मोडलमा। हजुरले यसमा सनरुफ पनि पाउनुहुन्छ। गाडी फुल अप्सनमा छ। 1000 सीसी को एकदम माइलेज पनि दिने पावरफुल इन्जिन। किया भनेपछि ब्रान्ड पनि राम्रो। हजुरहरू यदि यो गाडी किन्न चाहनुहुन्छ, किनेर 4-5 वर्ष चाहिँ पुरानो गाडीमा केही पनि खर्च नआओस् भन्ने चाहनुहुन्छ भने यो गाडी हजुरले किन्नै पर्ने हुन्छ, किनभने ब्रान्ड न्यू नै छ। हजुरहरूले किलोमिटर प्राइसको बारेमा बुझ्नको लागि हामीले डिस्प्लेमा नम्बर दिएका छौँ। एकचोटि अवश्य सम्पर्क गर्नुहोला। धन्यवाद।